साथीहरुमा मेरो न्यानो अभिवादन। आज हाम्रो विद्यालयमा कक्षा 10 का विद्यार्थी र कक्षा 8 का विद्यार्थीहरुलाई शुभकामना दिने कार्यक्रम थियो, जसमा कोही विद्यार्थीहरु यही विद्यालयमा पढ्न आउनुहुन्छ भने कोहीहरु अब अन्य विद्यालयमा पढ्न जानुहुन्छ। त्यही पनि मैले चाहिँ मेरो साथीहरुको लागि र सर म्यामहरुको लागि सानो कविता र मन्तव्य ल्याएकी छु। बितेको पत्तै भएन, हामी छुट्टिने अवस्था आको थाहै भएन। यति चाँडै समय बितेको पत्तै भएन, हामी छुट्टिने अवस्था आको थाहै भएन। अब यो बाल्यकाल फर्किने छैन होला, अब यो बाल्यकाल फर्किने छैन होला। यदि फर्कियो भने यो दिन आउँदैन होला, यदि फर्कियो भने यो दिन आउँदैन होला। समय र परिस्थितिले कहाँ पुर्याउने हो थाहै छैन, भन्दा लामो सुनिने 2 वर्ष बितेको थाहै भएन। तिमी भन्छौ नि 10 पछि बिर्सन्छौ होला, तिमी भन्छौ नि 10 पछि बिर्सन्छौ होला। कसरी बिर्सन सक्छु विद्यालय, यहाँका प्रत्येक कक्षा कोठा र सर म्यामहरुलाई। अब यस्ता दिन आउँदैनन्, हामी सँगै बस्दैनौ, बसे पनि अब मनमै बस्नेछौ, बसे पनि अब मनमै बस्नेछौ। म कसरी बिर्सन सक्छु ती रिसाउँदा पनि क्युट देखिने लता म्यामलाई, पढाइ भन्दा गफमै हामीलाई पढाउने आदरणीय सरोज सरलाई, हँसाई हामीलाई पढाउने, हाइटमा सानो भए पनि तर एआई जस्तो दिमाग भएको आफ्नो पिरियडमा हामीलाई मोटिभेट गरी पढाउने झक्कु सरलाई, पढाउँदै टाइममा मोटिभेट गर्ने हाम्रो नवीन सरलाई, पढाउँदै विद्यार्थीलाई जिस्काउने हाम्रो विनय सरलाई, समय र परिस्थितिले टाढा बनाए पनि साइन्टिस्ट जस्तो दिमाग भएको हाम्रो भूपेन्द्र सरलाई, हाइटमा सानो भए पनि हामीलाई हँसाई पढाउने र पढाउँदै थर्काउने हाम्रो पुष्कर सरलाई, पढाउँदै मोटिभेट गर्ने र ह्यान्डसम हुने हाम्रो श्रीधर सरलाई, हेर्दा ह्यान्डसम जेन्टल देखिने तर एक दिन पनि हामीलाई नबिराइकन होमवर्क दिने ह्यान्डसम सर। म कसरी बिर्सन सक्छु सर म्यामले सोध्ने बित्तिकै बिरामीको नाटक पारेर सुत्ने साथीलाई मेरो पेट दुखेको छ भनेर भनिदिनु भन्ने, पढाउँदाखेरि ती कापीमा च्याट गरेका ती पललाई म कसरी बिर्सन सक्छु र। साथी मिलेर एक अर्काको बेइज्जत गर्दै हिँड्ने, सायद अब यो दिन फर्कदैन होला, अबदेखि म यो विद्यालयमा पनि आउँदैन होला। यदि आए पनि पाहुनाको रूपमा केही दिन र केही छिनको लागि मात्रै आउँछु होला। बिहान सबेरै उठेर यो विद्यालयको नियम पालना गर्दै यही कक्षा कोठामा यही साथीसँगै सर म्याडमहरुसँग पढ्न पनि पाउँदैन होला। साथी यो विद्यालयमा हामी फर्कदैन होला, तर तिमीहरूलाई माया र ममता छ ममा। मैले गर्दा सर म्याम र विद्यार्थीहरूलाई धेरै मन दुख्यो होला, मबाट केही गल्ती भयो होला, सबैसँग क्षमा प्राप्ति छु। अब हामी पास हुने आशा त बोकेका छौं, पास भए पनि फेरि यही विद्यालयमा आउला है साथी पढ्न, कक्षा 10 मा गरे जस्तै रमाइलो गरौला नि है फेरि। तिमी र म सँगै खेलेको त्यो कक्षा कोठामा, तिमी र म मिलेर सँगसँगै खेलेको त्यो कक्षा कोठामा फेरि पनि यस्तै गर्दै रमाउन पाइयोस्। आज हामी छुट्टिने दिन पनि आयो, आजबाट दुःख बोक्ने दिनहरू पनि आयो। आज हामी छुट्टिदैछौँ साथी, नमान्नु है पीर, आज हामी छुट्टिदैछौँ, नमान्नु है पीर साथी। हामी अहिले छुटे पनि हामी पछि फेरि भोलि भेटिनेछौँ है साथी। हस्, धन्यवाद।